च्यानल। तपाईहरुलाई मेरो युट्युब च्यानलमा स्वागत छ। निम्मरा चिपेको छैन रहेछ है। हो कि यस्तै हुन्छ। अस्तिनिर त कस्तो राम्रो थियो। यसपालि कोइन्छ भन्दा चाहिँ टिपेर मात्रै हो। पानी परेको परेछ नि त अलि तिमीहरु आएर चाहिँ सिधै सिधै टिप्दिनु। साथीहरु खालकुचा खाने भए आउनुस् हाम्रो घरमा वेलकम छ तपाईहरुलाई। म खान्छ है। खाउँदा एउटा मिठो छ। मिठो छ। भित्र कालो चाहिँ म यो गेरा चाहिँ मलाई मन पर्दैन के। म खान सक्दिनँ खान चाहन्छ। सबलाई त अब पनि चाहिरहेको हो। मिठो छ। विभिन्न राम्रो चाहिँ छैन कि है। कलर मात्रै नआएको हो क्या। कलर मात्रै फेरि चिपेर आयो। छिपेको छ। किनभने यसको गेरा नै यत्रो कालो भइगयो। किन के हो प्रकारको त औषधि हालेर रातको बनाएको हुन्छ नि त। हाम्रो यहाँ औषध प्रयोग गर्दैन अर्ग्यानिक हो। आफ्नै गरेर बारी मखानको मिल्छ नि त। राम्रो राख्दै छ जब आज पानी
ini koordinasi ini tiba-tiba aku sih kalau sore lah सो गाइज अब चाहिँ हामी बाहिर दाइहरूले पनि दिन जाँदैछौँ टेस्ट गर्न लगाउनु पऱ्यो के कस्तो छ भन्ने कुरा यताबाट आउनु ल खर्को खानु दाइ खर्को खानु यहाँको भर्खर टिप्यो क्या पाउनु बाँकी रहेछ तर यो औषधि नगरेको भएर हाम्रो चाहिँ अलि रातो चाहिँ नहुने रहेछ खानु न लगाएछ अस्ति पनि देखाएको आज पनि देखाएको छ हामीले नि खर्को खाएको चाहिँ कस्तो छ भनिदिनु दाइ हामीले त भनिसक्यो हाम्रो अर्ग्यानिक हो तर मेरो छ है मेरो त केही नहालेको मिठो छ हामी खाम ओरिजिनल रहेछ ओरिजिनल छ है तर बाहिर हेर्दा खासै रातो नदेखिए होइन तर रातो त रातै छ है यतिको त के रातो हुँदैन हेरेर पनि छिपिसकेको छ त्यो रातो देख्न त त्यो उनीहरूले कलर हाल्दो रहेछ क्या है पानी नै पानी भयो नि त 2-3 दिन भयो बिग्रियो कि भनेको ओ जेके खान नखाने ओए खान नखानु ओए खान नखाने भन्छ म जातिले पनि दिन्छु ल। है जाति पनि टेस्ट गर आफ्नै बारीको ल त आउनु खरबुज खानु त यहाँ खरबुज यहाँको हो क्या अर्ग्यानिक खरबुज खानु आफ्नै गरेछ बारीको फ्रेस यतिको हुँदैन भनेको तर भयो है कुहिन्छ भने टिपेको क्या छिटो छिटो टिपेको क्या के त आज होइन भोलि वर्ष कुहिन्छ कि पानी परेको पानी छ फेरि आजभोलि मेरो छ नि दाइ भुलिँदै छ है आफ्नो यो बारीको त फ्रेस अर्ग्यानिक हुन्छ नि यस्तो त मिठो हुन्छ क्या तर छिप्न छिपिसकेको छ है गेडाहरू पनि कालो भइसकेको छ हेर्नु न यता जेक्री पनि खाँदैछ खाँदैछ यसले नि सो गाइस अब आधी छ आधी चाहिँ हामीले खाइसकेको छ हामीले बाहिर काट्दाहरूलाई पनि दिइसकेको छ अर्ग्यानिक भनेर अब दिनु परिहाल्यो म पनि एक पिस खाने हो तर टेस्ट चाहिँ बबालै हुँदो रहेछ अर्ग्यानिक केही अब केही हालेको छैन यम्मी 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 यो चाहिँ अहिले पछि खाने खराब चाहिँ टन्नै खायो ल आज त सट्ट लगाएर धेरै दिनपछि अस्ति नि र योभन्दा 5 दिन 10 दिन अगाडि खाएको थियो है आफ्नै बारीको अहिले चाहिँ लास्ट भएर भिडियोमा पनि देखाइदिएको नि गाईहरूको त्यो यसरी फलेको थियो भन्ने एउटा याद पनि हुन्छ भिडियो अपलोड गरिराख्छ त्यही भएर मैले चाहिँ भिडियोमा पनि अपलोड गरिराखेको छु साथीहरू सो गाइस अब चाहिँ हामीले चाहिँ खरबुज चाहिँ खाइसक्यो छ अलिकति बाँकी छ भनौँ न त्यो चाहिँ हामी पछि के खानु भनेर खानु सकेको छ आफ्नो चाहिँ नसक्ने कुरो चाहिँ होइन मिठै छ अब गाइस त्यस्तै हो अब चाहिँ हामी यति भन्दै हाम्रो ब्लगलाई यहीँ इन गर्न चाहन्छौँ बाई बाई